तर यो मदरसा जुन छ न कुनै सिस्टम छ, न दर्ता छ, न कतै केही छ र त्यसमा अरबौँको फन्डिङ छ। त्यो अरबौँ रुपियाँ कहाँबाट आयो? त्यो सरकारलाई छानबिन गर्ने विषय हो र त्यसलाई त्यो मदरसाले तत्काल जुन छ सिल गर्नुपर्छ र त्यसको छानबिन अगाडि बढाउनुपर्छ। मेरो पनि जोरदार रूपले यसको माग छ। हेर्नुहोस्, मदरसा सम्बन्धमा कुरो गर्दाखेरि यो कुरोलाई लिएर मलाई लगभग 1.5 महिना 2 महिना अगाडि मलाई जानकारी भयो। किन कसरी जानकारी भयो भने योभन्दा अगाडि अब उता कसले के गर्छ निजी रूपमा मलाई थाहा छैन। तर त्यो मलाई कसरी जानकारी भयो भने त्यहाँ मदरसामा पढ्ने केटा, हाम्रो मुस्लिम केटा नै घुस्कीतिरको थियो। त्यो आएर पुरा हङ्गामा गरो कि हाम्रो म त्यो मदरसाबाट पढेर आएको छु, सर्टिफिकेट छ, हाम्रो यो कृष्णमाविमा एडमिसन किन हुँदैन? त्यो कुरो उहाँले जोरदार रूपले उठाउँदाखेरि मनिर आएर भन्यो। अनि मैले जुन चाहिँ शिक्षा अधिकृतलाई भने, हेर्नुहोस् यो के छ, किन एडमिसन हुँदैन भनेर। अनि मैले भने उहाँलाई, शिक्षा अधिकृतलाई कि तपाईँ हाम्रो डन्डीराज खनाल शिक्षा अधिकृत हुनुहुन्छ, उहाँलाई जुन छ मैले त्यहाँ पठाएँ त्यो मदरसा हेर्नको लागि वास्तवमा के छ, किन दर्ता, उहाँले शिक्षा अधिकृतको अनुसार दर्ता भएको छैन, त्यो इङ्ग्लिसमा दर्ता छैन, त्यसकारण जुन छ उहाँको एडमिसन हुँदैन सरकारी विद्यालयमा। अनि मैले जुन छ त्यसमा स्टेप लिएर उहाँलाई जुन छ तुरुन्त पठाएँ त्यहाँ मदरसामा। मदरसा हेरिसकेपछि उहाँले जुन छ मलाई सबै कुरो राख्नुभयो, अध्यक्षजी यसो यसो कुरो छ। अनि त्यसपछि म पनि गएँ त्यहाँ मदरसा। अर्कोचोटि 8-10 दिनपछि मदरसामा गएर सबै कुरो हेरेपछि अनि म त्यहाँबाट फिर्ता भएपछि अनि मनिर हाम्रो अबुल हुसैन र हबिब सर हुनुहुन्छ, दुवैजना त्यहाँको प्रमुखै व्यक्ति हुनुहुन्छ मदरसाको। दुवैजना आउनुभयो, अध्यक्षज्यू अनुमति चाहियो मदरसाको लागि, निवेदन लिएर आउनुभयो उहाँहरू। तर मैले त्यो निवेदन हेर्दाखेरि मैले के भने तपाईको 10 कक्षासम्म मदरसा सञ्चालनमा छ, तर हाम्रो सङ्घीय ऐन जुन छ त्यसमा उल्लेख छ कि 1 कक्षादेखि विद्यालय सञ्चालन गर्ने, चाहे धार्मिक विद्यालय होस् या सरकारी विद्यालय होस्, 1 कक्षादेखि अनुमति दिनुपर्छ र 1 कक्षा 2 कक्षा 3 कक्षा गर्दै 10 कक्षासम्म जुन छ अनुमति दिने हाम्रो सिस्टम छ र त्यहाँको ऐन कानुनको हिसाबले हामीलाई नै गर्नुपर्ने छ। त्यसकारण म उहाँलाई के भने तपाईँ जुन छ मदरसा बन्द गर्नुहोस् र म 1 कक्षादेखि अनुमति दिन्छौँ तपाईँलाई र तपाईँ त्यो विद्यालयलाई बन्द गरेर 1 कक्षादेखि तपाईँ सञ्चालन गर्नुहोस् अनि मात्रै म अनुमति दिन्छु भनेर उहाँहरूलाई भने। अनि त्यसपछि उहाँहरू गइसक्नुभयो। उहाँहरूले जुन छ मलाई फेरि त्यसपछि आउनु भएन उहाँहरू। त्यसपछि मैले 2-4 दिन आश देखेँ कि उहाँहरूले के भन्नुहुन्छ, के गर्नुहुन्छ। यदि बन्द गरेर 1 कक्षादेखि सञ्चालन गरौँ भने हामी अनुमति दिइहाल्छौँ, कुरो सकियो। तर उहाँहरू आउनु भएन। नआउँदाखेरि जुन छ 10-15 दिनपछि मलाई फेरि अब म त फेरि कता कता बिजी हाल्छु भएको कारणले अब धेरै काम हेर्नुपर्छ। म उतातिरको बिर्सिसकेको कुरो म एक दिन जुन छ शिक्षा अधिकृतलाई बोलाएँ, के छ उनीहरू आएको थियो कि थिएन। फेरि उहाँहरूले शिक्षा अधिकृतले भन्नुभयो, हो अध्यक्षजी आउनु भएको थियो, तर जुन छ मलाई कमसेकम 5 कक्षाको अनुमति दिनुहोस् अनि मात्रै अनुमति लिन्छौँ भने उहाँहरूले भन्नुभयो र हामी 10 कक्षासम्मै सञ्चालन गर्छौँ मदरसा, त्यो कुरो भन्नुभयो शिक्षा अधिकृतले। त्यसपछि मैले उहाँको कुरो सुनेर म जुन छ तुरुन्त 1-2 दिनपछि म गएँ तत्कालीन सिडिओ साहब वासुदेव घिमिरे सरलाई म गएर प्रत्यक्ष जे कुरो भएको थियो, यसो यसो कुरो छ सर, तपाईँ यहाँ सिडिओ साहब हुनुहुन्छ, तपाईँ यसमा के गर्नुहुन्छ, कसरी जुन छ यसलाई नियमन गर्नुहुन्छ, त्यो कुरो तपाईँको जिम्मेवारी हो। प्रशासन तपाईँको हातमा छ, पालिकाको हातमा प्रशासन छैन, हुँदैन। त्यसकारण जुन छ यसको जिम्मेवारी तपाईँलाई लिनुपर्छ, यसलाई जुन छ निरूपण तपाईँलाई गर्नुपर्छ। उहाँले के भन्नुभयो भने म जुन छ गृह मन्त्रालयमा सम्पर्क गर्छौँ, उताबाट जानकारी आएपछि अनि जुन छ हामी यसमा जुन छ के गर्नुपर्छ अनि तपाईँलाई बोलाउँछु, के गर्नुपर्छ तपाईँलाई लेखेर दिनुपर्छ, के गर्नुपर्छ, अनि जुन छ हामी यसमा अगाडि बढौँला, त्यो कुरो भयो। त्यसपछि जुन छ तपाईँको यही तत्कालीन घटना नै लगभग
त्यसपछि म काठमाडौँ गएँ, त्यतातिर टाइम लाग्यो अनि उताबाट आएपछि यो घटना नै भयो। त्यसकारण यो मदरसाको कुरो त्यो छ। मदरसा जुन छ वास्तवमा भन्नुहुन्छ भने मदरसा न त म पनि त्यसपछि पत्ता लगाएँ, न त सिडिओ कार्यालय मदरसा छ न त गाउँपालिका मदरसा छ। त्यो मदरसा पूर्ण रूपेण अवैध छ। त्यो मेरो पनि भनाइ त्यही छ कि त्यो मदरसा अविलम्ब आजै जुन छ सिल हुनु पर्यो। मेरो पनि भनाइ छ, किनभनेदेखि हाम्रो धेरै मदरसा छ पालिकाभित्र, उहाँहरूले जुन छ अनुमति लिएर चलाइराखेको छ, उहाँहरूले सिस्टममा चलाइराखेको छ, सरकारी ऐन कानुनको भित्र चलाइराखेको छ। तर यो मदरसा जुन छ न कुनै सिस्टम छ, न दर्ता छ, न कतै केही छ, र त्यसमा अरबौँको फन्डिङ छ। त्यो अरबौँ रुपियाँ कहाँबाट आयो त्यो सरकारलाई छानबिन गर्ने विषय हो र त्यसलाई त्यो मदरसाले तत्काल जुन छ सिल गर्नुपर्छ र त्यसको छानबिन अगाडि बढाउनुपर्छ। मेरो पनि जोरदार रूपले यसको माग छ। यसमा खास गरी म के भन्न चाहन्छु भनेदेखि भाइको निधन भएको छ, उहाँहरूको प्रति फेरि पनि म श्रद्धाञ्जली व्यक्त गर्दै म पालिकाका सम्पूर्ण साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने तपाईहरू यसमा आन्दोलनै गर्नुहुन्छ भने शान्तिपूर्ण तरिकाले हामी गरौँ। हाम्रो सबै हाम्रै साथीभाइ हो, चाहे मुस्लिम होस् अथवा हिन्दू होस्, जोसुकै भए पनि हामी सबै मिलेर बसेका आएका छौँ। तपाईँहरू हेर्नुभएको होला हाम्रो जुन छ देवानगञ्ज गाउँपालिका वडा नम्बर 2 को पुरानो 3 नम्बर वार्डमा पुरा लगभग 100 घर हिन्दू छ, 1 घर मात्रै मुसलमान छ। तर पनि उहाँलाई जुन छ अहिलेसम्म सुरक्षित राखिएको अवस्था छ। हामी कसैलाई जुन छ रक्तपात, कसैलाई तोडफोड, कसैलाई हाम्रो जुन छ संस्कारै छैन। त्यसकारण सबैजना संयमित भएर यो कुरोलाई अवलम्बन गर्नुहोला। यो कुरोलाई जुन छ मेरो कुरोलाई विचार गरेर कसैको तोडफोड जुन छ हानि गर्ने काम नगरौँ। हामी सबैजना एकै ठाउँमा बस्छौँ। त्यसकारण कसैको केही नगरेर शान्तिपूर्ण आन्दोलन हामी गर्छौँ र जुन दोषी छ, दोषी जुन 5-7 जना मात्रै छ, बढी मुस्लिमै भए पनि सबै खराबै छ त्यो पनि छैन। राम्रो मान्छेहरू पनि छ हाम्रो मुस्लिम साथीहरूमा पनि, उहाँहरूलाई संरक्षण गर्ने काम हाम्रो हो। त्यसकारण पनि त्यो गलत गर्ने व्यक्तिलाई तुरन्त कारबाही होस्, यो माग फेरि पनि म सरकारसँग गर्न चाहन्छु।